30 डेज चटपटे सेलिङ च्यालेन्जको छ आज डे 7। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लॉग। बिहान उठेर चाहिँ पहिला मैले ब्रस गरे अनि त्यसपछि हात मुख धुनतिर लागे। हात मुख धुन्जेलसम्म चाहिँ यतातिर नास्ता पनि पाकिसकेको रहेछ अनि म चाहिँ नास्ता गर्नतिर लागे। अनि मलाई चाहिँ यो पिम्पलको दागहरूले अनि व्हाइट हेड, ब्ल्याक हेड यो सबैले चाहिँ मलाई यति धेरै माया गर्छन् नि। त्यही भएर यिनीहरूले चाहिँ मेरो फेसबाट जानै मानेका थिएनन्। यिनीहरूले जान नचाहे पनि मैले चाहिँ यिनीहरूलाई भगाउनै पर्छ भनेर चाहिँ केयर एन्ड क्लिन नेपालबाट चाहिँ मैले 2-in-1 फेस प्याक अर्डर गरेको थिएँ। यस फेस प्याकमा नेचुरल इन्ग्रेडिएन्ट्सहरु हुनाले चाहिँ यसले गर्दा चाहिँ हाम्रो फेसमा चाहिँ के हार्मफुल इफेक्ट पनि पार्दैन। म चाहिँ यसलाई फर्स्ट चोटि ट्राई गर्दै थिएँ। अब हेर मेरो फेसमा चाहिँ यसले कस्तो इफेक्ट दिन्छ भनेर। अनि म माथि चाहिँ यसको यस्तो इफेक्ट आयो। अनि हजुरलाई चाहिँ यो प्रोडक्टको के अरु इन्फर्मेसन चाहिएको छ भनेपछि चाहिँ कमेन्टमा यस भनेर लेख्नु होला। फेसको केयर चाहिँ गरियो, अलिकति चाहिँ पसलतिर पनि ध्यान दिनु पर्यो भनेर चाहिँ म पसल खोल्न आए। अनि पसलको सबै कामहरु चाहिँ मैले सकाइसकेको थिएँ। अनि कस्टमरहरु पनि आउँदै गर्दै थियो अनि म चाहिँ चटपटे बनाउँदै गर्दै थिएँ। सबैलाई होली लागेर होला आज चाहिँ मेरो खासै कस्टमरहरु चाहिँ आएनन्। ल त आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा। राधे राधे।